छैन यसो पछि बिहालमा यो टुक्रा टुक्री काठहरू चाहिँ यहीँ त फ्यालिराखेको थियो त्यसको चाहिँ के गर्ने भनेर यसो दिमाग लाग्यो आज बेलुका त जाने बेला पानी लाँदै सम्झाउनै मलाई ल 4-5 बोतल लानुपर्छ के बनाउँदै हुनुहुन्छ होला भनेर काम गर्नु आएको थियो बानी भन्ने बानी छ क्या फ्याट्टै होइन त्यो ठिक हो पानी हो टाइम म चाहिँ यहाँ एक्लै काम गर्दै थिएँ होइन हाम्रो देव सर फेरि आउनुभयो उताबाट म ठोकिदिन्छु भन्नुभयो होइन पुरै काँटी ड्याङ्का ड्याङ हान्नुभयो पुरै यताउति गर्नुभयो होइन अनि हामीले चाहिँ पुरै त्यो फ्रेम रेडी गरिसकेपछि फलेक काटेर रेडी गरिसकेको थिएँ मैले होइन अनि चट्ट त्यो फलेक चाहिँ घुसारेर त्यहाँ काँटी ठोक्ने कुरो भयो होइन अनि फेरि काँटी ठोकियो होइन त्यसलाई चाहिँ पुरै फिनिसिङ गरिसकेपछि अब त्यो माथिपट्टि चाहिँ के हाल्ने भनेर चाहिँ हामीले सोचिरहेको थियौँ होइन फेरि युवराज भाइ आएर चाहिँ भयो नि यो गतिलो भयो नि यो यो त के अरे मुसा चढ्यो भने भाँचिन्छ भन्ने कुरा गऱ्यो होइन त्यसपछि अनि यहाँ चाहिँ अर्को फलेक हाल्ने भन्ने कुरो भएको थियो फलेक सबै कुहिएको रहेछ कुहिएको फलेक चाहिँ अब के गर्ने भनेर चाहिँ अब फेरि अर्को हाल्नु पऱ्यो भन्ने कुरो भयो अनि कुन फलेक हाल्ने भनेर चाहिँ हामीले सोचिरहेको थियौँ होइन त्यो सरले चाहिँ पुरै यता फर्काउनु उता फर्काउनु गरेर ठोकिरहनु भएको थियो अनि जानेमा चाहिँ मैले चाहिँ कोठा छ फलेक भनेर चाहिँ कोठा गएर लिएर आउँछु भनेर यो कुहिया नहाल्ने भन्ने कुरो भयो यो कुहिया नहालेपछि कोठा गएर ल्याउनु पऱ्यो म कोठा जान्छु भनेर कोठा गएर चाहिँ म कोठा दौडिँदै गएँ होइन स्यास्यारा फ्याफ्या हुँदै दौडिँदै गएर अनि मैले त्यो उतापट्टि राखेको चाहिँ फलेक लिएर आएँ त्यो चाहिँ कोठा युजमा आएको थिएन त्यत्तिकै खाटो मुनि बसिरहेको थियो होइन अनि ल्याएर पुरै यसलाई फोकाल फुकुल गरेँ होइन फोकाल फुकुल गरेर टक्क त्यो काँटी साँटी के छ निकालियो दुईजना भएर होइन अनि निकालिसकेपछि अनि टक्क हामीले चाहिँ यसलाई चाहिँ अब ठोक्ने व्यवस्था गर्नु पऱ्यो काट्नु पऱ्यो नाप्नु पऱ्यो अनि त्यसपछि चाहिँ देव सर फेरि यतै फर्किदिनु भयो कि अब ल काँटी साँटी सब निकालेर हामीले चाहिँ अब यसलाई चाहिँ पुरै नापेर होइन अनि यो पलाई चाहिँ चट्ट काटेर चाहिँ हामीले त्यहाँ ठोकिन्छ होइन यस्तो ठोकिन्छ कि अब छोड्नुहोस् न अब त्यहाँ ड्याङ्का ड्याङ ड्याङ्का ड्याङ हानिन्छ काँटी नि उक्किँदैन होइन बल्ल 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 देव सरले निकाल्नुहुन्छ होइन अनि त्यसपछि हामीले चाहिँ त्यसलाई माथि राखेर टक्क नापिन्छ नापिसकेपछि यसलाई टक्क चिनो लगाएर काटिन्छ हामीसँग चाहिँ टेप छैन होइन हामी चाहिँ त्यतिकै हच्चा हानिदिने हो अनि त्यो भएकाले हामी यताउति कामसाम यताउति गर्नु पऱ्यो भने चाहिँ आफै गरिन्छ यस्तो सानोतिनो काम चाहिँ बाहिर अरूलाई चाहिँ राखिन्न अनि हाम्रो चाहिँ आजको काम चाहिँ एकदम स्पेसल यही भयो है तपाईँहरू पनि यस्तै कामहरू गर्नुपर्छ भन्ने चाहिन्छ भने सम्झिनु होला काले दाइलाई स्पेसल बनाइदिन्छ काले दाइले हेर्नुहोस् देव सर पुरै कति छिटो काट्यो आमा 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 स्वाइ 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 ल ड्याङ्का ड्याङ अब चाहिँ हामीले यो काटिसकेपछि हामीले चाहिँ त्यहाँ मिलाएर ड्याङ्ग ठोकिन्छ अब होइन अनि ठोकिसकेपछि फेरि के गर्ने फेरि अर्को मोटो दाइ टोइलेटबाट निस्केर जानुभयो होइन काटिसकियो अब ठ्याक्क मिल्यो ल्या ट्याक्कै मिल्यो ल्या ट्याक्कै मिल्यो अब यसलाई चाहिँ हामीले काँटी ठोक्ने काम हुँदैछ हेर्न सक्नुहुन्छ साथीहरू टेबल बिस्तारै बिस्तारै रेडी हुँदैछ ल हामीले गरेको काम चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला सबैले माया गरिदिनु होला है काले दाइहरूलाई देव सरलाई र मलाई सबैले माया गरिदिनु होला है त सबैजनालाई नमस्कार ल शुभरात्रि है त अहिले चाहिँ बेलुकाको टाइम भइसक्यो त्यही भएकोले शुभरात्रि
सकेको छ। ल साथीहरू अब हाम्रो चाहिँ टेबल रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ होइन। हाम्रो सर चाहिँ गोडा धुन जानुभएको छ उता है। हेलो, रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ। कस्तो लाग्यो कमेन्ट गर्नु होला।